के छ हालखबर? आज चाहिँ हामी यहाँ जगदीशपुर तालमा भोटिङ गर्न आछौँ। यहाँ नयाँ मान्छेहरू, मेरो भ्लगमा नयाँ चेहरा। आज तपाईँहरूको आफ्नो परिचय दिँदै सबैजनाले हेलो भन्नु होला। सबैजना बुटोलबाट हुनुहुँदो रहेछ। ओ बन्जाडे परिवार। अनि हामी चाहिँ म चाहिँ मिश्रा, ऊ चाहिँ उपाध्याय। हाम्रो भाइ मेरो भाइ, मेरो अङ्कित भाइको साथी प्रणेश भाइ। आई टु माई भ्लग भाइ। कतिको रमाइलो भएको छ त आन्टी। रमाइलो भएको छ। यहाँ पर्निसको साथी भेटिएछन्। त्यही त। कहाँ हो तिम्रो घर? यही हो जगदीशपुर उस निक्लियोमा। ए चेहन जान पर्छ अब इनका। गइदिउँ। अर्को एक्सपिरियन्स बयान गर्नु त आन्टी। अनि गर्मी छ, छाता बोकेर आउनु होला। हामी चाहिँ छाता नपाएर यसरी आफ्नै लाइफ ज्याकेट निकालेर छाता फेरि लाइभलाई बरु ड्यामेज बनाएर हामी छाता ओढिरहेको ड्यामेज नगराउने भनेर लास्ट घाम छ होइन, जाडो महिनामा चाहिँ राम्रो हुन्छ होला घाम ताप्दै। हो त रसी ठुलो मिलाइदेऊ। खास गरी जाडो महिनामा नै भोटिङ हुन्छ। यहाँ विदेशी चराहरू पनि आउँछन् होइन। त्यही त। यहाँ भोटिङ गर्ने डाँडैमा हो। गर्मीमा पऱ्यो नि यस्तो तालको चलाउँछौ? ल आन्टी दिनु रे भाइलाई। साह्रै रमाइलो मान्छेहरू हुनुहुँदो रहेछ यहाँ। छिटो